नमस्ते सबैजनामा कस्तो हुनुहुन्छ? हजुरहरू सबैजना सन्चै हुनुहुन्छ भन्ने आशा राख्दछु र आजदेखि चाहिँ हाम्रो गाउँमा पनि बाटो बनिनु सुरु भइसकेको छ। अनि मैले चाहिँ पाउँछु 4 जना पेसेन्जर। उनीहरू चाहिँ जानु हुँदै थियो बैगुनबारीमा। अनि यहाँ दादाहरू चाहिँ जानु हुँदैछ काममा र बेसी मान्छे चाहिँ जानुभएको छैन काममा, किनभने पेमेन्ट चाहिँ अहिले अलिक टाइममा भएको छैन त्यसै कारणले। र उनीहरूलाई चाहिँ म बैगुनबारीमा उतारिदिन्छु अनि म चाहिँ आउँछु गाउँमा। आज चाहिँ पेसेन्जर पनि पाइँदैन, म चाहिँ खाली नै जान्छु। अनि फेरि मैले पाउँछु 4 जना पेसेन्जर गाउँ आउनुको लागि र उनीहरूलाई लिएर चाहिँ म निस्किन्छु मादरीहाटबाट। र यहाँ चाहिँ साथीको टोटो चाहिँ पम्चर भइरहेको थियो अनि उसकोमा टायर थिएन र उसलाई टायर दिएर चाहिँ म चाहिँ निस्किन्छु त्यहाँबाट। अनि बहिनीहरूलाई चाहिँ म यहाँ बिचकोटीमा उतारिदिन्छु। अनि भोलि चाहिँ सरस्वती पूजा हो अनि हामी सबैजना चाहिँ अहिले काम गरिरहेको छौँ गाउँमा मिलेर। अनि जति पनि मेरो फेसबुक भ्युवर्स हुनुहुन्छ तपाईँहरू सबैजनालाई मेरो तर्फबाट सरस्वती पूजाको धेरै धेरै शुभकामना। र यहाँ दिदी पनि हुनुहुन्छ, उनीहरू सबैले मिलेर काम गरिरहनु भएको छ। अनि यहाँ आन्टी भाउजू सबैजना हुनुहुन्छ, उनीहरूले प्रसाद पेक गरिरहनु भएको छ। र गाउँमा पनि बेसी मान्छे हुनुहुँदैन, दादा दिदी भाइ बहिनी उहाँहरू सबै बाहिर जानुभएको छ काम गर्नुको लागि। के गर्नु, बगानको अवस्था पनि एकदमै खराबै छ अहिले। र आन्टी दिदी सबैजना भएर मिलेर प्रसाद पेक गरिरहनु भएको छ र यहाँ बेलुनहरू सजाइरहनु भएको छ। भेट्नेछु तपाईँहरूलाई अर्को नयाँ भिडियोमा। बाई बाई।